हाम्रा पार्टी सभापति रवि लामिछानेले यसपटक देशले साँच्चीकै परिवर्तन पाउँछ भनेदेखि यसपटक म प्रधानमन्त्री बालेन्द्र शाहलाई बनाउनको लागि म तत्पर छु, प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हो भनेर उहाँले बाटो खुल्ला गरिदिनु भयो। यो त्यागको भावना जो कोहीसँग हुँदैन। हेर्नुहोस्, एक सेकेन्ड पनि त्यो प्रधानमन्त्रीको कुर्सी पाउनको लागि र नछोड्नको लागि, पाएको कुर्सी नछोड्नको लागि यो देशमा नेपाली जनताका पीडाहरू कति धेरै त्यो कुर्सी मुनि थिचिएका छन् भन्ने कुरा तपाईहरुले देख्नु भएको छ। एक सेकेन्ड पनि कसैले छोड्दैन, पाएको कुरा पनि छोड्दैन, पाउनको लागि पनि मरिहत्ते गर्छ। हाम्रो पार्टीका सभापति यसपटक हामी चौथो राष्ट्रिय दल त थिदैन थियौं पहिला, यसपटक अलिकति मत बढ्दै गर्दाखेरि हामी तेस्रो त हुन्थ्यौं होला नि। तेस्रो हुँदै गर्दाखेरि पनि कम्तीमा पनि एकल त हुन्थ्यौं हामी। त्यो एकल बहुमत लिएर आउने स्थिति नबन्दा गर्दाखेरि ल वर्स्ट केस एकदम केही पनि भएनछ भन्दा पनि हामी तेस्रो त हुन्थ्यौं होला नि। तेस्रो हुन्थ्यौं भने पनि प्रधानमन्त्री त रवि लामिछाने हुनुहुन्थ्यो। एक नम्बर हुँदाखेरि पनि रवि लामिछाने हुनुहुन्थ्यो, 2 नम्बर हुँदाखेरि पनि रवि लामिछाने हुनुहुन्थ्यो, 3 नम्बर हुँदाखेरि पनि रवि लामिछाने हुनुहुन्थ्यो। तर उहाँले मलाई स्पष्टसँग भन्नुभएको मलाई अझै पनि सम्झना छ। मैले प्रधानमन्त्री बन्ने कुरा ठुलो होइन, तर मैले प्रधानमन्त्री बन्दै गर्दा फेरि पनि पुरानै दलहरूसँग मैले हातेमालो गरेर प्रधानमन्त्री बने भनेदेखि मैले मेरा देशका आश गरेका नेपाली जनतालाई के परिवर्तन दिन सकौँला। मेरो प्रधानमन्त्री भन्दा ठुलो कुरा देशले न्याय पाउनु हो, त्यसकारणले म बाटो छोड्छु भनेर उहाँले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सार्नु भएको छ। यो अगाडि सार्नु भएको किन हो त भन्दा बालेन्द्र शाहको उहाँ प्रधानमन्त्री हुनुहुन्छ, देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत लिएर आउँछ अनि नेपाली जनताको मुद्दालाई अब मुद्दामा मात्रै होइन, मुद्दा उठान मात्रै होइन, मुद्दालाई निर्णायक बिन्दुमा पुर्याउँछ भनेर त्यसरी उहाँले अपेक्षा राख्नु भएको। यहाँले देख्नु भएको छ मधेसमा हाम्रो कति धेरै मधेसी नेपाली नागरिकहरूले हामीलाई समर्थन गर्नुभयो। मधेसमा त्यस्तै उभार आएको छ, पहाडमा त्यस्तै उभार छ, हिमालमा त्यस्तै उभार छ। यसपटक देश आफै जुर्मुराएको छ परिवर्तन गर्नको लागि। हामी नेपाली जनताहरू सधैँभरि उहाँ मेरो नाता पर्ने, काका पर्ने अथवा विभिन्न नाता पर्ने नजिकको मान्छे, मलाई काम गरेको मान्छे भनेर हामी यस्ता कुराहरूमा हामी बढी अल्झिने गर्छौं। हाम्रो समाज त्यस्तै प्रवृत्तिको छ। ठिक हो, त्यो पनि पर्छ पनि, किनभने समाजमा आफ्नो मान्छे जसले आफ्नो लागि गर्छ ती कुराहरू चयन पनि गर्नुपर्छ। तर राष्ट्रिय राजनीतिमा आउँदै गर्दाखेरि यदि हामीले छानेको नेतृत्व सही परेन भनेदेखि देशले दुःख पाउँछ, देश अन्यायमा पर्छ भन्ने मलाई लाग्दछ। त्यसकारणले